हो जिम्बाब्वे भर्सेस अस्ट्रेलियाको म्याचमा जिम्बाब्वेले अस्ट्रेलियालाई धोबिहाल्यो। केटाहरूले यसलाई यस विश्वकपकै पहिलो अपसेट भनिरहेका छन् होला, तर के यो साँच्चीको अपसेट थियो त? किनकि टी20 विश्वकपको इतिहासमै जब अस्ट्रेलिया भर्सेस जिम्बाब्वेको म्याच हुन्छ नि तब सधैँ अस्ट्रेलिया हारेको हुन्छ। अस्ट्रेलियाले यो खेलमा हामी जस्तो फ्यानहरूलाई सोच्न बाध्य बनायो कि अस्ट्रेलिया आजको प्लेयरहरू के ग्राउन्डमा थिए त? किनकि अस्ट्रेलियालाई जिम्बाब्वेले पहिलो ब्याटिङ गरेर 169 को टार्गेट दियो। फेरि पावर प्लेमै उनीहरूले 24 मा 4 बनाइदिए। क्यामरोन ग्रिन, जोस इङ्ग्लिस, ट्रेभिस टुल्ला र टिम डेभिड जस्ता ब्याट्सम्यानलाई आउट बनाइदिए पावर प्लेमै, र आफ्नो फिल्डिङले त खेल नै परिवर्तन गराइदिए र उनीहरूले अस्ट्रेलियालाई दबावमा राखेर 23 रनले आज अस्ट्रेलियालाई धोबी हाने जिम्बाब्वेले। अघिल्लो पटक जब यस्तो भएको थियो नि, त्यो 2007 को विश्वकप कसले जितेको थियो? केटा हो कमेन्ट गर, फलो गर। जय नेपाल।